हेलो हेलो गाइज, वेलकम टु मिनी ब्लग। आज चाहिँ हामी मुलाको अचार बनाउन गइरहेको छु। यहाँ छ मुला, यहाँ छ धनिया र जिराको पेस्ट, अनि यो छ के अरे यो चाहिँ तोरी पिसेर राखे। यो चाहिँ तोरीको तेल तताएर त्यसमा मेथी हालेर अनि त्यसपछि अदुवा लसुन हालेर यो अब झान्नको लागि रेडी छ। अब यसमा चाहिँ हामीले अघि चिरेर राखेको हरियो खुर्सानी अब हाल्दैछौँ। हेर्नु ल, यसमा चाहिँ अब बेसार राख्नको लागि रेडी गर्दै हुनुहुन्छ हाम्रो दिदीले। यो चाहिँ आफ्नो मन लाग्दै जति हाल्नु मन लाग्छ त्यति हाल्ने है, त्योमा जे होस् कति छ लाग्ने तरिकाले अड्कलेर। हामीले चाहिँ 4 चम्चा या 5 चम्चा जति हाल्यो। अघि पिसेर राखेको तोरी अब यसलाई हामीले मिसाउनको लागि त्यसपछि जिरा धनिया त्यति हुन्छ। त्यसपछि हामी नुन हाल्ने विधि हल्ला गरेर यो चाहिँ आर्यल छोरा तातो अरे छोरा तातो तातो अरे काची का तातो है उता चो तातो छ भन्दा अहिले योमा चाहिँ अब हामीले अघि पिरो आयो पिरो तेल आला मुवा चाखादिनु पर्यो पिरो रेडी गरेको थियो। त्यो हालिसक्यो। ठुलो मान्छे भन्दा सबैभन्दा सानो मान्छे आतुरी हुन्छ काम गर्नको लागि। के गर्नु, यसलाई मजाले मिक्स तरिकाले भित्रसम्म पुग्ने तरिकाले मोल्नु पर्छ। अब यसमा चाहिँ स्वाद अनुसार नुन हाल्नुपर्छ। भयो भयो फेरि चोर्को भयो होला कि मोल्नै दिएन सानो हेर त अब पिरो भयो हात हेर्दा पनि खाम लाग्ने भइसक्यो। अब यसको टेस्ट गरेपछि थाहा हुन्छ। स्वाई गरेर मोल्दै हुनुहुन्छ दिदीले। हातको पिरो कसै सानो राजाले पनि माग्दै हुनुहुन्छ। अब यो हामीले मोलेर चट्ट भ्याइसक्यो। यसको लागि अब डिब्बामा प्याक गर्न पर्यो। यो कति दिनमा खानुहुन्छ दिदी? 3-4 दिन। त्यो गुन्द्रुकको मिलेको जति टाइम त चाहिन्छ 3-4 दिन। काम गर्ने भनेपछि ठुलो मान्छे भन्दा बढी बच्चा एक्टिभ हुन्छ, हो कि होइन? ठुलो मान्छेले जे गरे ऊ पनि त्यही गर्ने भन्छ। हेर्नु यसलाई कहाँबाट निन्द्राले छोडेर मलाई डिस्टर्ब पेट भुत्तै पखाइसक्यो। पोख्यो के अझ छैन भन्छ। यो के हो त? त्यो के हो? डब्बामा अड्ला जस्तो एकदम खाँच्न पर्छ। हेर्नु एउटा डिब्बा यहाँ हाम्रो रेडी भइसक्यो गाइज। अर्को डिब्बा पनि रेडी भयो हाम्रो। एउटा डिब्बा चाहिँ भोलि भयो, अर्को डिब्बा चाहिँ आधी भयो। अब यसलाई चाहिँ भोलिबाट 1 हप्ता जति घाममा सुकाउने हो, अनि त्यसपछि खानालाई रेडी हुन्छ गाइज। पहिलोचोटि बनाएको हो यो हामीले है। आजको लागि यतिकै गाइज। आज हामीले अचार बनाएर भ्यायो। अब नेक्स्ट भिडियोमा भेटौँला। बाई बाई।